सम्पूर्णमा नमस्ते। म खगेन्द्र फेरि आज हजुरहरूसम्म आइसकेको छु एउटा नयाँ भिडियो ल्याएर। आजको भिडियो चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ। फार्मेसी दोस्रो वर्षमा अध्ययनरत डिप्लोमा इन फार्मेसी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूका लागि इक्जाम पोइन्ट अफ भ्यूले एकदमै महत्त्वपूर्ण फार्माको थेरापेटिक्स भन्ने विषयमा एकदमै सोधिराख्ने प्रश्न। यो लगभग हरेक साल सोधिरहने प्रश्न हो, एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ। त्यसकारण यो हामीलाई डेली लाइफमा पनि एकदमै युजफुल रहेको छ। प्र्याक्टिकल छ, आजभोलि धेरै जसो केसहरू आइरहेको हुन्छन्। त्यसकारण यो भिडियो ध्यान दिएर हेरिदिनु होला। र हजुर भिडियोको सुरुवात गर्दाखेरि र पेप्टिक अल्सरको बारेमा, पेप्टिक अल्सर डिजिज पियुडी भन्ने गर्छ यसलाई चाहिँ हामीले पियुडी पेप्टिक अल्सर डिजिज भन्ने गर्छन्। पेप्टिक अल्सर डिजिज भने के हो चाहिँ फर्स्ट यसको डेफिनेसन जान्नु पर्यो हामीले। पेप्टिक अल्सर डिजिज इज अ कन्डिसन इन विच अ वुन्ड अर सोर डेभलप अन द लाइनिङ अफ ओइसोफेगस, स्टोमक एन्ड स्मल इन्टेस्टाइन। यो यस्तो कन्डिसन हो, पेप्टिक अल्सर भनेको यस्तो कन्डिसन हो जसमा चाहिँ हाम्रो वुन्ड र सोर घाउहरू हुने गर्छ, घाउहरू विकास हुने गर्छ अथवा घाउहरू हुने गर्छ हाम्रो केमा, लाइनिङ अफ ओइसोफेगसको लाइनिङमा, स्टोमकमा र स्मल इन्टेस्टाइनमा। ओइसोफेगसहरूको लाइनिङमा, स्टोमकको लाइनिङ र स्मल इन्टेस्टाइनको लाइनिङहरूमा चाहिँ हाम्रो के हुने गर्छ, वुन्डहरू घाउहरू हुने गर्छ। र हामीलाई के सेन्सेसन हुन्छ भनेपछि हामीलाई के बर्निङ इन इपिग्यास्ट्रिक रिजनमा हाम्रो चाहिँ बर्निङ भइरहेको जस्तो फिल हुन्छ, नोजिया भोमिटिङ भइरहेको हुन्छ, लस अफ एपिटाइट भोक लाग्ने छोडिन्छ र वेट लस पनि हुने गर्छ। त्यसकारण यो चाहिँ हाम्रो क्लिनिकल इन्भेस्टिगेसन र डेफिनेसन रह्यो। र यसपछि हाम्रो एकदमै महत्त्वपूर्ण रहेको छ जो हाम्रो प्याथोफिजियोलोजी, र यसपछि हाम्रो प्याथोफिजियोलोजी रहेको छ। र प्याथोफिजियोलोजीमा चाहिँ हाम्रो हेलिकोब्याक्टर पाइलोरी, एनएसएआइडी, अल्कोहल एसिड। हेलिकोब्याक्टर पाइलोरीको कारण हुनसक्छ, एनएसएआइडी इन्ड्युस्ड पेप्टिक अल्सर हुनसक्छ, अल्कोहलको कन्जम्सनको कारण हुनसक्छ, एसिड सुपर सिक्रेसन भयो भने हाम्रो पेप्टिक अल्सर हुनसक्छ। र यी चारहरू हाम्रो रिजनहरू भयो पेप्टिक अल्सर गराउने। यिनीहरू कन्जम्सन भएपछि के हुन्छ त हाम्रो, यस पश्चात हाम्रो ब्रेकडाउन अफ ग्यास्ट्रिक म्युकोजल लेयर, जो हाम्रो ग्यास्ट्रिक म्युकोजल लेयर हुन्छ त्यो के हुन्छ, ब्रेकडाउन हुन्छ, टुक्रिन्छ अथवा ब्रेक हुन्छ। त्यसपछि हाम्रो के हुन्छ, ब्रेकडाउन भइसकेपछि एसिड ब्याक डिफ्युजन इन्टु म्युकोजा। एसिड ब्याक डिफ्युजन इन्टु म्युकोजा, यसको मिनिङ चाहिँ एसिड ब्याक डिफ्युजन इन्टु म्युकोजा। डिफ्युजन भनेको के हो, मुभमेन्ट अफ पार्टिकल्स और पेसी पार्टिकल्स फ्रम हायर कन्सन्ट्रेसन टु लोवर कन्सन्ट्रेसन। हायर कन्सन्ट्रेसनबाट लोवर कन्सन्ट्रेसनलाई मुभमेन्ट अफ पार्टिकललाई चाहिँ हाम्रो डिफ्युजन भन्ने गर्छ। त्यसकारण एसिड म्युकोजामा डिफ्युज हुन्छ। त्यसपछि के हुन्छ त, त्यसपछि साइटोकाइनिन एन्ड हिस्टामाइन रिलिज एन्ड इन्क्रिज भ्याजुडाइलेसन। साइटोकाइनिन र हिस्टामाइन रिलिज हुन्छ र त्यसले के हुन्छ, भ्याजुडाइलेसन। भ्याजुडाइलेसन भनेको इन्क्रिज अफ ब्लड फ्लो अफ टिस्यु, ब्लड फ्लोलाई हाम्रो इन्क्रिज गरिदिने गर्छ भ्याजुडाइलेसनले। त्यसपछि चाहिँ हाम्रो इनिबिसन अफ प्रोस्टाग्ल्यान्डिन फ्रम एराक्नोइडिक एसिड। केलाई इनिबिसन गर्छ भनेपछि प्रोस्टाग्ल्यान्डिनलाई कहाँबाट चाहिँ, एराक्नोइडिक एसिडबाट। एराक्नोइडिक एसिडबाट के इनिबिसन गर्छ, प्रोस्टाग्ल्यान्डिन। त्यो पछि के हुन्छ त, म्युकोजल इडेमा, डिस्ट्रक्सन अफ म्युकोजल सेल। म्युकोजल इडेमा हुन्छ, म्युकोजामा फ्लुइड भरिन्छ र डिस्ट्रक्सन अफ म्युकोजल सेल, म्युकोजल सेल चाहिँ डिस्ट्रक्सन हुन्छ। त्यसपछि के हुन्छ चाहिँ, इन्क्रिज पेप्सिन एन्ड एसिड रिलिज फर्दर ब्रेकडाउन अफ म्युकोजा एन्ड ब्लिडिङ। इन्क्रिज पेप्सिन र एसिडहरू इन्क्रिज हुन्छ र के रिलिज हुन्छ त, फर्दर ब्रेकडाउन। यसले इन्क्रिज पेप्सिन एन्ड एसिड र पेप्सिनहरू हाम्रो इन्क्रिज भयो भने चाहिँ हाम्रो के हुन्छ, केलाई प्रायोरिटी दिन्छ भने चाहिँ हाम्रो ब्रेकडाउन अफ म्युकोजालाई टुक्राउनमा तथा ब्रेकडाउन गर्नमा सजिलो हुन्छ र धेरै ब्रेकडाउन हुन्छ। त्यसकारण चाहिँ हाम्रो के हुन्छ, ब्लिडिङ हुन्छ। ब्लिडिङ भइसकेपछि चाहिँ हाम्रो त्यो प्रोसेसलाई के भन्ने गर्छौँ हामी, अल्सरेसन। र यसलाई एउटा रिमाइन्ड गरौँ फेरि एकचोटि, हेलिकोब्याक्टर पाइलोरी, एनएसएआइडी, अल्कोहल र एसिडहरूको कारणले हाम्रो के हुन्छ, ब्रेकडाउन अफ ग्यास्ट्रिक म्युकोजल लेयर। ग्यास्ट्रिक म्युकोजल लेयरमा तिनीहरूले ब्रेकडाउन गर्छ, ग्यास्ट्रिक म्युकोजल लेयरलाई चाहिँ ब्रेकडाउन गर्छ। त्यो भएपछि के हुन्छ भनेपछि एसिड ब्याक डिफ्युजन इन्टु म्युकोजा।
डिफ्युजन भनेको हामीले जानिसक्यौँ हायर कन्सन्ट्रेसनदेखि लोवर कन्सन्ट्रेसनमा जाने प्रोसेस हो पार्टिकलहरूको। के हुन्छ भने एसिड फेरि अझ हायर कन्सन्ट्रेसन टु लोवर कन्सन्ट्रेसन म्युकोजामा जान्छ। म्युकोजामा गएपछि हाम्रो के हुन्छ साइटोकाइनिन एन्ड हिस्टामाइन रिलिज हुन्छन्, जसकारण के हुन्छ हाम्रो भ्याजोडाइलेसन। भ्याजोडाइलेसन भनेको के हामीले जानिसके ब्लड फ्लो बढ्नु। त्यसपछि हाम्रो के इनिभिसन अफ प्रोस्टाग्ल्यान्डिन फ्रम एराक्नोइडिक एसिड। प्रोस्टाग्ल्यान्डिनहरू इनिबिट हुन्छ कहाँबाट चाहिँ एराक्नोइडिक एसिडबाट। त्यसपछि हाम्रो के हुन्छ म्युकोजल इडेमा, म्युकोजामा फ्लुइड भरिन्छ र डिस्ट्रक्सन अफ म्युकोजल सेललाई बिग्राछ। र त्यसपछि हाम्रो इन्क्रिज पेप्सिन एन्ड एसिड रिलिज फर्दर ब्रेकडाउन अफ म्युकोजा एन्ड ब्लिडिङ। हाम्रो के हुन्छ पेप्सिन र एसिडलाई रिलिज गर्छ र त्यसका कारण के हुन्छ भनेपछि त्यसले केलाई प्रायोरिटी दिन्छ भनेपछि ब्रेकडाउन अफ म्युकोजालाई टुक्राउनमा सहयोग गर्छ र के हुन्छ ब्लिडिङ। र यो होल प्रोसेसलाई हामी के भन्छौँ अल्सरेसन। यो भयो भने हामी के भन्छौँ अल्सरेसन। र चाहिँ हाम्रो ड्रग रहेको छ, ड्रग द्याट युज टु हिल पेप्टिक अल्सर अथवा हेलिकोब्याक्टर पाइलोरीले हिल गर्ने औषधिहरू, किल गर्ने औषधिहरू के छन् पिपिआई र S2 एन्टागोनिस्ट रहेका छन्। र हाम्रो पिपिआईमा चाहिँ ओमेप्राजोल र पेन्टोप्राजोल रहेको छन् र S2 एन्टागोनिस्टमा चाहिँ हाम्रो सिमेटिडिन र रेनिटिडिन रहेको छ। एकदम इजी रहेको छ, त्यसकारण यो 10 मार्क्सको क्वेसन हो, सबैजनाले लेख्नुपर्छ यो क्वेसन, त्यसकारण एकदम इजी रहेको छ। यसपछि चाहिँ हाम्रो फार्माकोलोजिकल ट्रिटमेन्टको बारेमा कुरा गर्नेछौँ। र अब हामीले फार्माकोलोजिकल ट्रिटमेन्टको कुरा गर्दाखेरि पहिला चाहिँ हाम्रो पिपिआई बेस्ड ट्रिपल ड्रग थेरापी भन्ने छ। पिपिआईको बेस राखेर ट्रिपल ड्रग थेरापी रेजिमिन हामी युज गर्ने गर्छौँ। त्यसमा चाहिँ हाम्रो के ड्रगहरू युज हुन्छ भनेपछि पिपिआई भयो, क्लेथ्रोमाइसिन र मेट्रोनिडाजोल। पिपिआई चाहिँ हाम्रो 1 शट ट्वाइस डेली दिने गर्छौँ। र हाम्रो अर्को ड्रग छ क्लेथ्रोमाइसिन। क्लेथ्रोमाइसिन चाहिँ हाम्रो 500 mg ट्वाइस डेली युज हुने गर्छ, दिनको 2 पटक। र मेट्रोनिडाजोल चाहिँ हाम्रो 250 देखि 500 mg अथवा एमोक्सासिलिन 1 ग्राम। मेट्रोनिडाजोल 250 देखि 500 mg अथवा एमोक्सासिलिन 1 ग्राम ट्वाइस डेली। यिन दुईबाट हामीले जे पनि दिन मिल्यो। र पिपिआई र क्लेथ्रोमाइसिन दुईटा भइहाल्यो। तेस्रोमा चाहिँ मेट्रोनिडाजोल र एमोक्सासिलिनबाट एउटा चुज गर्नु पर्यो हामीले ट्रिपल ड्रग थेरापी बनाउनलाई। र हाम्रो ट्रिपल ड्रग थेरापी भइसकेपछि हाम्रो चाहिँ अर्को हाम्रो बिस्मथ बेस्ड क्वाड्रल ड्रग थेरापी। त्यसमा चाहिँ हाम्रो बिस्मथ बेस्ड राखेर हाम्रो क्वाड्रल ड्रग थेरापी 4वटा ड्रगहरूको थेरापी रहेको छ, जसमा चाहिँ हाम्रो पिपिआई युज हुने भयो। यसमा पनि पिपिआई 1 शट ट्वाइस डेली, पिपिआई 1 वा 2 टाइम डेली युज हुने भयो। अर्को बिस्मथ सबसेलिसाइलेट 525 mg 4 टाइम्स डेली। बिस्मथ सबसेलिसाइलेट 525 mg हाम्रो दिनको 4 पटक प्रयोग हुने भयो। र अर्को मेट्रोनिडाजोल 250 देखि 500 mg 4 टाइम्स डेली। मेट्रोनिडाजोल चाहिँ यसमा डोज चाहिँ ट्रिपल ड्रग थेरापीमाको सेम छ। अनि यसमा चाहिँ एब्जर्प्सनको टाइम चाहिँ 4 टाइम डेली रहेको छ, उता चाहिँ भिडी रहेको छ। र अर्कोमा चाहिँ हाम्रो टेट्रासाइक्लिन रहेको छ। टेट्रासाइक्लिन हाम्रो 500 mg 4 टाइम डेली, 500 mg दिनको 4 पटक युज हुने गर्छ। र यसमा मेट्रोनिडाजोल मात्रै माथिको जस्तै सेम रहेको छ र पिपिआई सेम भयो। यसमा हामीले याद गर्नलाई अलि सजिलो रहेको छ। बिस्मथ सबसेलिसाइलेट र टेट्रासाइक्लिनको याद गर्नु पर्यो। मेट्रोनिडाजोलको डोज कति टाइम खाने भन्ने मात्र फरक रहेको छ। अर्को हाम्रो रहेको छ सिक्वेन्सियल थेरापी। सिक्वेन्सियल थेरापीमा चाहिँ हाम्रो पिपिआई 1 शट ट्वाइस डेली, पिपिआई 1 शट ट्वाइस डेली 1 देखि 10 दिनसम्मको लागि पिपिआई 1 शट ट्वाइस डेली युज हुने भयो। र अर्को हाम्रो एमोक्सासिलिन 1 ग्राम ट्वाइस डेली, माथिको जस्तै रहेको छ। एमोक्सासिलिन 1 ग्राम ट्वाइस डेली कति दिनको लागि चाहिँ यो 1 देखि 5 दिनको लागि भयो। र यसपछि हाम्रो मेट्रोनिडाजोल 250 to 500 mg 250 देखि 500 mg 1 देखि 10 दिनसम्मको लागि डोज सेम रहेको छ। 1 देखि 10 दिनको लागि मेट्रोनिडाजोल युज हुने भयो। यसपछि चाहिँ हाम्रो क्लेथ्रोमाइसिन रहेको छ। क्लेथ्रोमाइसिन 500 mg 6 देखि 10 डेज, 6 to 10 डेज। क्लेथ्रोमाइसिन चाहिँ हाम्रो 6 देखि 10 दिनसम्मको लागि युज हुने भयो। र यस पश्चात हाम्रो रहेको छ फर्स्ट लाइन थेरापी फर पर्सिस्टेन्ट
इन्फेक्सन। पर्सिस्टेन्ट इन्फेक्सन भयो भने चाहिँ हाम्रो फर्स्ट लाइन थेरापी के हुनेछ? फर्स्टमा चाहिँ हाम्रो पिपिआई वान्स अर ट्वाइस डेली। पिपिआई त हाम्रो सबै थेरापीमा युज भयो, पिपिआई वान्स अर ट्वाइस डेली भयो। त्यसपछि बिस्मथ सबसेलिसाइलेट 525 mg 4 टाइम डेली। यो चाहिँ माथिको जस्तै सेम रहेको छ। बिस्मथ जो हामीले अघि कुरा गऱ्यौँ बिस्मथ बेस्ड क्वाडल थेरापीमा बिस्मथ सबसेलिसाइलेट 525 mg 4 टाइम डेली रहेको छ, त्यो सेम रहेको छ यसमा पनि। अर्को मेट्रोनिडाजोल 500 mg 4 टाइम डेली। मेट्रोनिडाजोल 500 mg 4 टाइम डेली। यसमा 500 उता 200 to 500 थियो, यता चाहिँ 500 मात्रै छ, 500 mg 4 टाइम डेली। यो पनि अलिअलि मिल्दोजुल्दो छ। र त्यसपछि हाम्रो टेट्रासाइक्लिन चाहिँ सेम रहेको छ माथिको जस्तै 500 mg 4 टाइम डेली, 500 mg दिनको 4 पटक रहेको छ। र फेरि अझ हाम्रो के छ, पिपिआई वान्स अर ट्वाइस डेली। पिपिआई अझ दुईवटा एउटै थेरापीमा दुईचोटि आएको छ, पिपिआई वान्स अर ट्वाइस डेली। पिपिआई वान्स अर ट्वाइस डेली युज हुने भयो। त्यसपछि हाम्रो के आएको छ भने चाहिँ एमोक्सासिलिन अझ आएको छ। एमोक्सासिलिन 1 ग्राम ट्वाइस डेली। एमोक्सासिलिन 1 ग्राम ट्वाइस डेली भनेपछि चाहिँ हाम्रो यो माथिको जस्तै रहेको छ, एमोक्सासिलिन ट्वाइस डेली। पिपिआई बेस्ड ट्रिपल ड्रग थेरापीमाको एमोक्सासिलिन र फर्स्ट लाइन थेरापी फर पर्सिस्टेन्ट इन्फेक्सनमा सेम रहेको छ त्यसको डोजहरू। र त्यसपछि हाम्रो अन्तिममा यो लिभोफ्लोक्सासिन भन्ने छ। लिभोफ्लोक्सासिन चाहिँ हाम्रो 250 mg ट्वाइस डेली, दिनको 2 पटक 250 mg लिभोफ्लोक्सासिन युज हुने गर्छ। र यसकारण हामीले यो याद गर्नमा हामीलाई एकदमै सजिलो रहेको छ र एक्जाममा चाहिँ हरेक वर्ष सोधिराख्ने प्रश्न हो। त्यसकारण यो प्रश्न एकदमै महत्त्वपूर्ण रहेको छ। त्यसकारण सबैजनाले यो याद गरिदिनु होला, एकदमै सजिलो छ। हामीले फर्स्टमा चाहिँ हाम्रो पिपिआई बेस्ड ट्रिपल ड्रग थेरापी याद गर्नु पऱ्यो। त्यसमा चाहिँ हाम्रो पिपिआई वान्स अर ट्वाइस डेली भनेर थाहा हुनु पऱ्यो। त्यसपछि क्लेथ्रोमाइसिन र मेट्रोनिडाजोल, त्यो याद गरेपछि हामीलाई दुईवटा के फाइदा भयो भनेपछि यता पनि आउन सक्छ। त्यो बिस्मथ बेस्ड क्वाडल थेरापी हामीले यो याद गऱ्यो भने चाहिँ हाम्रो आधा यता पुरै बनिरहेछ। फर्स्ट लाइन पर्सिस्टेन्ट थेरापी चाहिँ आधा बनिरहेछ। त्यसकारण चाहिँ हामीले अगाडिको यो पिपिआई बेस्ड ट्रिपल ड्रग थेरापी, बिस्मथ बेस्ड क्वाडल थेरापी याद गऱ्यो भने सिक्वेन्सियल थेरापी र फर्स्ट लाइन फर पर्सिस्टेन्ट इन्फेक्सनको लागि ढाँचा बन्ने भयो, अलिअलि याद हुने भयो, सजिलो हुने भयो। त्यसकारण पहिलोबाट नै एकदम ध्यान दिएर पढ्नु होला। यो एकदमै महत्त्वपूर्ण कुरा रहेको छ। सबैजनालाई एक्जाममा हरेक वर्ष सोधिराख्ने क्वेसन हो यो। त्यसकारण म पनि भन्न चाहन्छु कि हजुरहरू याद गर्नुहोस्, एकदमै सजिलो रहेको छ। मैले पनि याद गरेको हो, एक्जाममा आएको थियो, राम्रै गयो। त्यसकारण सम्पूर्ण विद्यार्थीहरूले आई रिक्वेस्ट यो राम्रोसँग पढ्नुहोस्। यसको फार्माकोलोजिकल ट्रिटमेन्ट त्यति अप्ठ्यारो छैन, सजिलै छ, यो पढ्नुहोस्। र अर्को हाम्रो प्र्याक्टिकल्सहरूको प्याथोफिजियोलोजी पनि एकदमै महत्त्वपूर्ण रहेको छ, यो पनि पढिदिनुहोस्, एकदमै सजिलो छ, त्यति गाह्रो छैन। त्यसकारण यति भन्दै बिदा पाउँछु। हस्, धन्यवाद, थ्याङ्क यू। र मन परेमा सबैजनाले युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, खगेन्द्र क्रिएसन। त्यसकारण धन्यवाद।